हेलो गाइज, गुड मर्निङ गाइज। म चाहिँ कलेज जान लागेको छु। सो गाइज अलिकति हिँडेर गाडी चढ्नुपर्छ गाइज। अनि म चाहिँ निस्किसक्यो। अनि अब चाहिँ गाडी चढ्छु एकछिनमा है। अनि गाडी चाहिँ पाउँछ पाउँदैन थाहा छैन। मलाई यो हाल्न पनि आएन है, यता यो राख्न पनि आएन। गाडी चढ्छु, एकछिनमा भेट्छु ल गाडी चढ्यो भने। सरी गाइज, मैले चाहिँ गाडी चढ्दा देखाएन होइन, किनकि अब सिटहरू पनि हुँदैन, उभिएर आउनुपर्छ, कहिलेकाहीँ मात्रै सिट पाइन्छ गाइज। त्यही भएर त्यो चाहिँ गाइज म चाहिँ अहिले गाडीबाट चढिसकेँ। अनि अब चाहिँ अलिकति हिँडेर चाहिँ कलेज पुग्नुपर्छ। अनि अहिले चाहिँ जाम भइरहेको छ, देख्न सक्नुहुन्छ। अनि म पनि जाममा परेर केही देखाउनु मिलेन गाइज। म चाहिँ अब सिधै कलेज पुगेपछि भेट्छु गाइज। म चाहिँ कलेज पुगिसकेँ गाइज। यो चाहिँ मेरो साथी, हेलो रुबी, हेलो हाई हाई, चाहिँ रुबी गाइज। अनि क्लासमा चाहिँ मोबाइल चलाउनु पाइँदैन गाइज। सबै मेरो साथीहरू मोबाइल चलाउनु पाइँदैन। अनि म चाहिँ मोबाइल लिएर गाइज मोबाइल चलाउनु पाइँदैन क्लासमा चाहिँ। म चाहिँ घर जाने टाइममा भेट्छु गाइज। म चाहिँ कलेजबाट आइसकेँ, छुट्टी भइसक्यो है। अनि क्लासमा चाहिँ फोनहरू चलाउन मिल्दैन नि त। कलेज पुगेपछि भेट्छु भन्नुहुँदै थिएँ। सरी गाइज। अनि अहिले चाहिँ म रुम जाँदैछु। अनि फेरि गाडी चढ्नुपर्छ, त्यसपछि भेट्छु फेरि। गाडी भन्दा भन्दै त्यस्तै हुन्छ कि सिटहरू नै पाइँदैन नि त। अनि मान्छेहरू प्याक हुन्छ। अनि प्याक भयो भने चाहिँ अब त्यस्तै झुन्डिएर जानुपर्छ नि त। अनि मोबाइल चलाउनु कि भ्लग गर्नु कि झुन्डिनु जस्तै लाग्छ क्या। अनि त्यही भएर गर्दिनँ गाइज। सिटमा बस्यो भने चाहिँ बनाउँछु ल। हेलो गाइज, म चाहिँ गाडीबाट झरिसकेँ। अनि गाडीमा बनाउँछु भन्छु, सरी गाइज। त्यहाँ चाहिँ जहिले झुन्डिएर जानुपर्छ, झुन्डिएर आउनुपर्छ नि त। त्यही भएर मैले चाहिँ गाडीमा बनाउन सकिनँ, सरी गाइज। अनि म चाहिँ गाडीबाट झरेर चाहिँ अब रुम पुग्न लाग्यो। अनि यस्तो उकालो छ नि, त्यही भएर यहाँ उकालोमा बोल्न सकिनँ गाइज। अनि म चाहिँ फेरि रुममै गएर बोल्छु टाइममा ब्याग लगेको गाइज। म चाहिँ रुम पुगिसकेँ अनि ड्रेस पनि खोलिसकेँ। अनि म चाहिँ खाजा खान लागेको छु गाइज, देख्न सक्नुहुन्छ खाजा। बाई बाई गाइज। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला।